अब भने श्रीमद् भागवत महापुराण के हो? यो श्रीमद् भागवत हामीले धेरै जन्मको सञ्चित कर्म र पुण्य कर्मद्वारा मात्र यो श्रीमद् भागवत महापुराण कथा श्रवण गर्न सक्छौं। श्रद्धालु भक्त सज्जन, कर्णाली प्रदेशको दुर्गम कालीकोट जिल्लामा जन्मिएकी एउटी बालिका काठमाडौँको बालिका आश्रममा हुर्किन्। देवघाट स्थित श्री राम जानकी बालिका आश्रममा आश्रित रहेर जसले सीताराम संस्कृत माध्यमिक विद्यालयबाट संस्कृत व्याकरण मूल विषय लिई उच्चतम अङ्कका साथ 12 कक्षासम्मको शिक्षा पूरा गरिन्। जसले हाल नवलपरासीको गैंडाकोट स्थित नेसङबीको आङ्गिक क्याम्पस कालिका संस्कृत विद्यापीठमा संस्कृत व्याकरण नै मूल विषय लिएर स्नातक शास्त्री तहको द्वितीय वर्षको अन्तिम परीक्षाको तयारी गरिरहेकी छन्। ती छात्रा हुन् सुनिता बटला, लोक कल्याणी, जो अत्यन्त अनुशासित, जिज्ञासु र मेधावी छन्। उनले हालसम्म कर्मकाण्ड र ज्योतिषमा समेत विज्ञता हासिल गरी ती दुवै क्षेत्रमा प्रयोगात्मक अभ्यास पनि गरेकी छन्। त्यसका साथै उनले बालिका आश्रममा रहेर आफ्ना बहिनीहरूलाई बेलुका कथा प्रवचनको अभ्यास पनि गराइरहेकी छन्। उनले हालै व्यासाचार्य सुखदेव शरण गुरुज्यूको कथावाचकत्वमा पहिलो पटक उपवासिका भएर गोरखामा श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञमा सहभागिता जनाएकी छन् र कथावाचक गुरुको प्रेरणाले नै उनले पहिलो पटक सार्वजनिक रूपमा कथा प्रवचनको अभ्यास पनि गर्न पाएकी हुन्। यस्ता प्रतिभालाई प्रोत्साहन गरेर समाजमा ज्ञानको वितरणमा उनीहरूको समेत संलग्नता बढाउँदै जान सके हाम्रो समाजमा क्रमिक रूपमा नैतिक र अनुशासनका स्खलनहरू पनि कम हुँदै जान सक्ने थियो होला। त्यसैले यस्ता प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गरौं। बिग्रिँदै गइरहेको समाज र नाङ्गिँदै गइरहेको मुलुकमा अलिकति भए पनि ज्ञान र धर्मको बिउ सर्न सकिन्थ्यो होला। यो सप्ताह कसरी लगाउने त भनेर 4 सनकादि मुनिहरूले उनी नारद मुनिलाई बताउनुहुन्छ। हे नारद मुनि, यो सप्ताह पारायणको विधि सुन। कसरी यो जीवात्माको मुक्ति कसरी प्राप्त हुन्छ त भन्दा सर्वप्रथम तिमीले यो श्रीमद् भागवत महापुराण श्रवण गर्नुपर्छ। यो श्रवण गर्नको लागि श्रीमद् भागवत महापुराण लगाउनको लागि हामीले के कस्तो विधि गर्नुपर्छ त भन्दा तिमी एकचित्त लाएर सुन। यसको विधान मनुष्यहरूको श्रद्धा र धर्ममा निर्भर हुन्छ। सर्वप्रथम सम्पूर्ण भक्त सज्जन हामीमा श्रद्धा र भाव भयो भने उनै श्री हरिको इच्छा पूर्ण हुन्छ।